सबैलाई नमस्कार। आज हामी फ्याक्टराइजेसनमा रहेको एउटा प्रश्न x स्क्वायर प्लस 3x प्लस 2 लाई प्रयोगात्मक विधिबाट गर्न गइरहेका छौं, जसको लागि हामीले x लेन्थ भएको एउटा स्क्वायर सेप पेपर लिएका छौं भने लेन्थ x भएको र ब्रेथ 1 भएको रेक्ट्याङ्गुलर शेप्ड पेपरहरू लिएका छौं र एउटा सानो 1 युनिट स्क्वायर भएको एउटा पेपर दुईटा पेपर लिएका छौं। यसरी यिनीहरूलाई एरेन्ज गर्दा हामीले एउटा रेक्ट्याङ्गुलर शेप पाएका छौं यहाँ, जसको लेन्थ x प्लस 2 भएको छ, साथै ब्रेथतिर भने x प्लस 1 भएको छ। यसरी यो फ्याक्टराइजेसनलाई हामीले प्रयोगात्मक विधिबाट सजिलैसँग फ्याक्टराइज गरेर x प्लस 1 x प्लस 2 को फर्ममा फ्याक्टरहरू प्राप्त गर्न सक्छौं। हजुरहरूलाई कस्तो लाग्यो यो तरिका? बाबु नानीलाई घरमा यसरी सिकाउनु भयो भने उनीहरूले सजिलै बुझ्न सक्छन्।